धन्यवाद कार्यक्रम सञ्चालकज्यू लगायत यो नमुना होल टिमलाई मेरो व्यक्तिगत तथा हाम्रो दैलेखवासीकै तर्फबाट र पार्वती माली परिवारको तर्फबाट विशेष धन्यवाद दिन चाहन्छु। म आज दोस्रो पटक यो नमुनामा टेकेर दोस्रो प्रस्तुति दिने मौका दिनुभएकोमा फेरि पनि धन्यवाद दिन चाहन्छु। म भर्खरै सिक्दैछु। मैले यो दोहोरी प्रवेश गरेको गाउन सुरु गरेको सङ्गीतमा त आज दोस्रो पटक मात्रै हो। मैले विशेष गरेर टिकटक लाइभमा मात्रै गाउने गर्थेँ र आज दोस्रो पटक सङ्गीतमा गाएको छु। मैले धेरै कुराहरू बिगारेको छु। म आगामी दिनहरूमा यसलाई सुधार्ने चाहिँ पनि प्रतिबद्धता गर्न चाहन्छु र त्यसको साथसाथै यो नमुना स्टुडियो व्यवस्थापन तथा मिक्सर व्यवस्थापनका कुराहरू पनि मैले अघि सुन्नमा पाएँ। त्यसैले व्यवस्थापनको लागि मेरो व्यक्तिगत तर्फबाट म 5000 नमुना पनि सहकार्य हुनेछ। म फुर्सदको समयमा मैले यो साङ्गीतिक क्षेत्र अहिले रोज्न लाग्छु। मैले योभन्दा अघिल्लो एपिसोडमा पनि भनिसकेको थिएँ, मेरो तनाव व्यवस्थापनको लागि मैले यो साङ्गीतिक क्षेत्रलाई बाटो बनाएको छु। म तनावमा फस्न लागेको मान्छे, अहिले तनावबाट अलिक मुक्त भएको छु। त्यसैले म हरेक दिन यो विशेष टिकटक लाइभमा म दोहोरी गाएर मात्रै सुत्ने गर्छु। त्यसैले यो तनाव व्यवस्थापनको राम्रो बाटो रहेछ यो साङ्गीतिक क्षेत्र। एकातिर मनोरञ्जन हुने र अर्कोतिर समाजसेवा र हामीले प्रयोग गरेका शब्दहरूले कहीँ कतै कसैको संस्कृति संस्कार लाई केही न केही रूपमा चाहिँ प्रश्न चिन्ह चाहिँ खडा गरेको छ। त्यो सबैले बुझ्दिन आवश्यक छ। हामी नेपालीले आफ्नो संस्कार र संस्कृति बिर्सिसकेका छौँ। हामी बत्ती बालेर जन्मदिन मनाउने मान्छे आज बत्ती मारेर जन्मदिन मनाउँदैछौँ। बुबा मुवा आमा बा भन्ने राम्रो शब्दलाई छोडेर ड्याडी मम्मीतिर गएका छौँ। यसो हेर्दा हामी पश्चिमेली संस्कृतिमा प्रवेश गरिसकेका छौँ। त्यसैले त्यसो गर्दै गर्दा हामीले आफ्नो संस्कृति चटक्क बिर्सिँदा भोलि गएर यो बुवा आमा भन्ने शब्द हाम्रो बच्चाहरूले प्रयोग गर्दा शब्दकोशमा नै खोज्नुपर्ने अवस्था आउन सक्छ। त्यसैले यसलाई पनि अलिकति सन्देश दिन खोजेको हो। र बाँकी अब यो गीतबाट केही असभ्य शब्दहरू केही अप्ठ्यारो शब्दहरू प्रयोग भएको खण्ड म माफी माग्न चाहन्छु। र त्यसको साथसाथै मलाई एकदम मिठो भाकामा साथ दिनु मिठो स्वर शब्द प्रार त्यस्तै जानुका बिडारी म्यामलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी दिनमा पनि सहकार्य गर्ने आशा मैले राखेको छु र आगामी दिनमा फेरि पनि यो स्टुडियोसँग म चाहिँ जोडिनेछु पक्कै पनि। म अब अलिकति लामो बिदा भयो भने यो फुर्सदको समय बिदा मनाउन यतैतिर आउने चाहिँ योजना पनि बनाएको छु भन्न चाहन्छु। र बाँकी केही सल्लाह सुझाव भएको खण्डमा म प्रत्यक्ष कञ्चनपुरमा हुन्छु, त्यसैले त्यहाँबाट पनि म सल्लाह सुझाव दिनेछु।